It's a jolly, holly Christmas, and it's the best time of the year. The candy sticks, kunike. Hazel, let me in, let me in, let me in. Papa, you come, Hazel. Come. आमा लुगा नाना लिनु गएको तिम्रो नाना लिनु गएको ल औ आमा आउँदैछ कम इन Girl excited? Huh? हामी कहाँ आएको भन्दैन where are we going? Gangtok. Canggu. Nathula. Zamzam the biryani हामी आज चाहिँ गुड मर्निङ टु माई फ्रेन्ड्स धेरै दिन बाद आज चाहिँ म युट्युबको लागि म भिडियो भ्लग गरिरहेको छु है अनि आज चाहिँ हामी क्यारोलको 10th अफ डिसेम्बरमा बर्थडे थियो अनि एक्सटेन्डेड किनभने 11th मा क्यारोलको स्कुलमा प्रोग्रामहरु थियो त्यो भएर हामी 10th मा हामी कहीँ जान पाएन 11th मा पनि कहीँ जान पाएन है सो वी थॉट अबाउट टेकिङ आवर किड्स टु छाङ्गु फर्स्टली हैन we thought about taking our kids from Kalimpong. Early morning we leave to Gangtok. Gangtok बाट चाहिँ गान्तोक बाट चाहिँ छाङ्गु जाने भन्ने हाम्रो प्लान थियो. We were supposed to take our own cars, but due to some paperworks त्यो हुन मिलेन हैन. So we asked our दाजु जिग्मी दाजु brother to help us with the vehicle अनि उहाँको गाडी लिएर चाहिँ but we have changed the route now. We would be going from Pedong, Reshi, Silk Route, Nathang Valley, Nathula, Canggu, Gangtok would be our last stop where we would have our dinner and then return back home from Gangtok. है त्यही कारण चाहिँ नानीहरु पहिला आज बिहानै रेडी छ क्यारल ह्याटहरु and let me show this यो boots हेर न क्यारलको boots हेर्नुस् न के दामी छ it is real leather yeah यस्तो बबाल छ क्या क्यारलको बुट एल्साको बुट हैन मेरो दिदीले पठाइदिएको हैन एल्साको रियल दामी बुट लछ हो सो हामी almost we are ready my small family is ready we're just waiting for हाम्रो बडी बाजे and भाइ to come and then हामी उ देख्दै अगाडिको सेतो गाडी चाहिँ मा जानेछ घरमै क्रिसमसको सानो फुलहरु पनि फुलिरहेको छ this is what we made handmade for Christmas Carol this is all Carol है लु यो भिडियो हेर्नुस् है enjoy the vlog after a long time say Carol see you hello folks no camera apa भन apa हेर नि क्यामेरामा हेर नि क्यामेरामा हैन यहाँ चाहिँ हामी फ्युल भाइको गाडीमा हाल्न आएको छौं हैन अनि फर्स्ट हामीले चेक पोस्ट चाहिँ सिक्किमपट्टिको र बंगालपट्टिको चेक पोस्ट हामीले पास काटेर हामी निक्ल्यौ सो अब यहाँ चाहिँ बायो ब्रेक शॉर्ट बायो ब्रेक Carol is very excited लो आज हाम्रो नथुला Silk Route Canggu lo let's go second check post Lingtam ma सीमा नानीहरु यहाँ छ यहाँ चाहिँ हाम्रो आपा हाम्रो चिफ नागा चिफ बडी पछाडी सिद्धान यहाँ चाहिँ पास गरेर यो हैन क्यानिस्टर बोक्नु पर्ने रहेछ अल्टिट्युड सिकनेसको लागि हिमालयन अक्सी भने के राम्रो लाग्यो भन्दा यसमा चाहिँ मलाई हेर्नुस् है यसमा के राम्रो रहेछ भन्न त सांगे जुन चाहिँ यो हाम्रो लोकली मेड जस्तो लाग्यो मलाई किनभने हाम्रै दिदी बहिनीहरु छ हेर त लु है हाम्रो जस्तो न्याप्चो दिदी बहिनीहरु छ है कहाँ बनिन्दो रहेछ म्यानुफ्याक्चर बाइ मिसेस सिक्किम हेर हाम्रो पाक्योङमा बनिन्दो रहेछ के राम्रो आइस हैन हाम्रो लोकल एकदमै राम्रो लाग्यो मलाई यो गुड एन्टरप्रेन्योरशिप ल है जिगज्याग रोड है
सही छ सट्ट यस्तो सही छ होइन दिन पनि सफा उतल त्यो ढोकाकै डाँडा माथि उभे जस्तै है सही छ यहाँ योपट्टि लुजु देन वी मुभ बढी जाने लु बिस्तारी थम्बी भ्यू पोइन्ट हामी थम्बी भ्यू पोइन्टबाट अब कहाँपट्टि गएको हाम्रो केटा साथी भाइ अब चाहिँ हामी जाँदैछौँ कुबुक जाँदैछ है नाथाङ भ्याली बाबा मन्दिर त्यहाँदेखि नथुला आम्मा खै लु मार्यो सिंहको मन्दिर याद रहेछ है त्यहाँ चाहिँ फेरि वर्ल्डको हाइएस्ट डोसा के छ एउटा डोसा पोइन्ट चाहिँ सबसे भन्दा हाई अल्टिट्युडको अन्त मेरो साथीहरूले हेर्नुहुँदैछ भने कोहीलाई यस्तो सिक्किम नर्थ सिक्किम इस्ट सिक्किम जानु छ भने चाहिँ यहाँ हाम्रो कन्ट्याक्ट गर्दा भयो है हाम्रो भाइको एकदमै अगाडि सिटमा हाम्रो बिग बस हाम्रो बाजे छ बिग बस तर हाम्रो बाजेले यो सिटलाई चाहिँ आज खेतबारी भनिदिनु गरा पो अरे गरा जस्तो अरे सबैले वाउ भन्दै होइन बाजेले चाहिँ गरा अरे नि यसो हेर्दा हो त्यस्तो पनि लाग्यो मलाई पनि ठिकै कुरा हो मान्छेको है आफ्नो आफ्नो नजरिया अब एउटा कुरा हो लु है नाथाङ भ्याली वेलकम टु नाथाङ भ्याली यहाँबाट कहाँ अरे नाथाङ यहाँबाट हो वाह 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 नाथाङ भ्याली के हो छाप्दा राखेको जस्तै माई फ्रेन्ड्स यो देख्दै गर्नुको भ्याली चाहिँ नाथाङ भ्याली अच्छा यही हो नाथाङ भ्याली नाथाङ भ्याली ब्युटिफुल प्लेस है है बाबा मन्दिर पनि हामी आइपुग्यौँ यहाँबाट म देखेको बाबा मन्दिरमा भिड हुन्छ है नथुला खै बाजे सँगै हिँड्नुपर्छ हौ होइन त्यो त सँगै That part is China. पोस्ट अफिस अफ चाइना पोस्ट अफिस देख्दै अब यस्तो उकालो एक्सपिरियन्स चाहिँ कस्तो भयो मेरो बडी एकदम दामी भयो यी हाइस पनि खेलाउनु पाए बाजे कस्तो लाग्यो नथुला चिसोले गर्दा सास हेरेक भएको हिरिक भयो भन्दैछ के हो हाम्रो लोकल त कोही छैन त कम्ती हुन्छ टुरिस्ट त बेसी छ ड्याममै छ नि त
2 बजी चाहिँ बन्द गरिदियो गर्थ्यो आज चाहिँ अरू कति बजी हो 2 बजी बन्द गरिदियो तर एकदमै आएको हाम्रो एकदम पुरा भइसक्यो चाहिँ मेन नथुला के अरे बेबी व्हाट इज इट It's so pretty. डु यु लाइक इट Yes. दिस इज द एक्ज्याक्ट लेक आई ह्याड प्रमिस्ड यु टु ब्रिङ राइट मैले के भनेको थिएँ भन त व्हाट डिड आई से Will bring me to some. So do you like the lake now? यहाँबाट हेर्नुहोस् त साथी हो कति राम्रो देखिरहेको छ है छाङ्गु लेक एन्ड म तपाईँलाई टक्कै 360 भ्यू गराइदिन्छु है 360 भ्यू गराइदिन्छु गाडी यहाँ पार्क गरेको छ यहाँ माथिबाट नथुलाबाट गाडीहरू दम्मादम फर्किरहेको छ हो माथिबाट एन्टायर रिजन सो प्रिटी नेचुरली सुन्दर जग्गा है छङ्गु लेक बडी हाम्रो बडीले पनि आज रिकर्ड गरे है साँच्ची लु बडीलाई यस्तो लट्ठी बोकेर पनि साह्रो पर्दा पनि बुढिया दामी 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 यो चाहिँ भिडियोमा आउँछ है साथी हो होइन मजा चाहिँ गरेन आज त्यति चाहिँ एकदम दामी भयो ऊ छान्छु के अरे छाङ्गु लेक लेक ओ there's a cable car क्यारोललाई त म छोड्छु there's a cable car हो क्यारोल जे चढ्छु सबै म गराइदिन्छु क्यारोल सास फेरेको हाम्रो याकले याकमा ओहो उसको नाम चाहिँ बुलेट है हाम्रो चौरी हामी चढेको साह्रो राम्रो गुड बुलेट सिधा हिँड ओहो माई फ्रेन्ड्स आज नानीहरूसँग निक्लेको घुम्न राम्रो क्या इट्स वन्डरफुल एक्सपिरियन्स yak ride. Papa, I like bullet. Huh? Papa, You like the bullet? No, we die. Lake हेर न लेक पनि कस्तो राम्रो छ नि so beautiful Sabra. Oh. Sabra. Lady. Subida. Now it's a video. In fact, you can change the cameras. I can record yours, you can record mine. Sure. They don't know. How can I get this video? No. I mean to say, I'll use your phone. I'll record for you. And you get to... that's really good, right? Huh? Yeah, sure. That's really great. That's great. That's good idea, right? Yeah. Who was going to see? Okay. Just hold it. Are we covering? Yes. Okay, then fine. Then thank you. You can keep it like this, no problem for us. Like this, okay? Yeah. Don't look down. Look down. Okay, guys, thank you. It's done. Not the whole one. This is Changgu ropeway. हामी चाहिँ तलबाट माथि चढिसक्यो. Look at the surroundings. Wow, the lake, Changgu Lake down there. The road to Nathula. And we are somewhere in this beautiful place. Luju, let's climb up some more. Luinju. Bistari, be careful. यो त अब नेक्स्ट लेभल रहेछ हौ नट एक्सपेक्टेड मेरो एक्सपेक्टेसन भन्दा चाहिँ माथि रहेछ मैले यति चाहिँ एक्सपेक्ट गरेको थिएँ मैले एक्सपेक्ट गरेको थिएँ
दामी यार ब्युटी यार ब्युटी ब्युटी साह्रो चढ्नु छ क्या स्नो वी हेभ स्नो डाउन देयर अलिक माथि हिँड्दा स्नो मौसम उतापट्टि वी हेभ स्नो अल्सो त्यहाँबाट उतापट्टि जाला क्यारोल राम्ररी हिँड्नु हौ छ्या यति हिँड्नु सक्छ जस्तो सानो मन्दिर पनि रहेछ फेरि यहाँ पनि अल्टिट्युड सिक्नेस हुँदो रहेछ होइन हौ पातलो हुँदो रहेछ पातला छ हावा फेरि जानुपर्छ हामी पर्दैन है ओह्रालो ला क्विक सीमा नानीहरू चाहिँ तल सीमा हेजल बडी बाजीहरू चाहिँ तल छ क्या हामी चाहिँ रोपेमा आयो म सिद्धान्त क्यारल यो चाहिँ साङमा युज हुन्छ है दिस प्लान्ट भेरी ब्युटी माई गुडनेस के दामी ठाउँ हो स्टोन ब्यालेन्सिङ गरे lake once again. The range. Oh, range त यहाँ रहेछ नि हौ लु साथी हो अब यो धेरै दिन बाद मैले युट्युबको लागि मैले यो एउटा लामो भिडियो मैले भ्लग मैले प्रिपेयर गरिरहेको छु एउटा मौका पनि भयो नानीहरूसँग घुम्ने हैन के भइरहेको थियो हामी चाहिँ रोपे यहाँबाट खेलेर अलिअलि हिउँ पनि रहेछ खेलेर आएको हाम्रो पार्टीहरू त यहाँ बसिरहेको छ के हो मलाई लाग्दो भोक लागेछ हाम्रो पार्टीहरूलाई हो भोक लागेछ नाउ वी गो ह्याभ फुड अब चाहिँ मेरो ब्याट्री पनि डाई हुन आँटेको छ इनकेस ब्याट्री बस्यो भने चाहिँ रेकर्ड गर्नु कोसिस गर्छु लास्ट भिडियो भएन भने चाहिँ आई विल ह्याभ टु टेक अ लिभ फ्रम यु गाइज वी ह्याड अ रियली वन्डरफुल डे मजाको भयो थ्याङ्क यू है लु समय भयो 4:30 अनि हामी अब छाङ्गुबाट फर्किरहेको छु मिठो आमा हो बादल हेर त उहाँ मुनि उहाँ हामीले मिठो फाक्सा खानेले फाक्सा चिकन खानेले चिकन खाएर अब हामी फर्किँदैछौँ है अनि धेरै दिन बाद मैले भ्लग बनाएको छु अनि युट्युबमा यो भिडियो खासमा चाहिँ युट्युबको लागि हो म दुईटा प्लेटफर्ममा हाल्छु होला फेसबुक युट्युबमा तर बनाउनु चाहिँ युट्युबको लागि बनाएको हो अनि रेगुलर भिडियो आउनु सक्छ सक्दैन त्यो चाहिँ म भन्न सक्दिनँ अहिले होइन तर एज एन वेन आई गेट अ चान्स म यसरी भिडियो बनाउँछु है सो थ्याङ्क यू फर वाचिङ सबैजना राम्रो बस्नुहोस् टेक केयर बाई